सबैले विदेशको कमाई मात्र देख्छन्, तर एक्लै कोठामा बित्ने रात कसैले देख्दैनन्। आज म मेरो वास्तविक जीवन देखाउँदैछु। विदेशमा बस्नु साँच्चै सपना जस्तै हुन्छ कि सङ्घर्ष? आजको भिडियोले यसको वास्तविकता देखाउनेछ। आज पनि बिहान उठे, आफै खाना बनाए, काममा गए, तर दिनको अन्त्यमा सबैभन्दा धेरै के महसुस हुन्छ त्यो तपाईलाई देखाउनेछु। विदेशको चम्किलो फोटो सबैले देख्छन्, तर पर्दा पछाडिको वास्तविक जीवन कस्तो हुन्छ? आज म तपाईलाई विदेशमा एक्लै बस्ने मेरो वास्तविक जीवन देखाउँदैछु। धेरै मानिसले विदेशको चम्किलो फोटो र राम्रो कमाई मात्र देख्छन्, तर त्यसको पछाडि कति सङ्घर्ष, एक्लोपन र जिम्मेवारी लुकेको हुन्छ त्यो धेरैले देख्दैनन्। मेरो दिन बिहान चाँडै सुरु हुन्छ। अलार्म बज्ने बित्तिकै उठ्नुपर्छ। यहाँ उठाउने कोही हुँदैन, चिया बनाएर दिने कोही हुँदैन, सबै काम आफै गर्नुपर्छ। खाना पकाउने, कोठा सफा गर्ने, काममा जाने तयारी गर्ने हरेक जिम्मेवारी आफ्नै काँधमा हुन्छ। कहिलेकाहीँ परिवारसँग बसेर खाना खाएको समय सम्झना आउँछ। चाडपर्व, जन्मदिन वा विशेष दिनहरूमा घरबाट धेरै टाढा हुँदा मन झन् बढी भावुक हुन्छ। तर एउटा सपना छ, मेहनत गरेर आफ्नो र आफ्नो परिवारको भविष्य राम्रो बनाउने। यही आशाले हरेक दिन फेरि उठेर अगाडि बढ्न ऊर्जा दिन्छ। आजको भिडियोमा म तपाईलाई मेरो पुरा दिन, वास्तविक सङ्घर्ष, रमाइलो क्षण र विदेशको वास्तविक जीवन देखाउनेछु। अब मेरो दिन वास्तवमै सुरु हुन्छ। काममा जानु अघि म सधैँ घडी हेर्छु। विदेशमा समयको धेरै मूल्य हुन्छ। 1 मिनेट ढिलो हुँदा पनि समस्या पर्न सक्छ। म रेल वा बस चढेर कामतिर जान्छु। बाटोभरि हजारौँ मानिस आफ्नो सपनाका लागि दौडिरहेका हुन्छन्। म पनि उनीहरूमध्ये एक हुँ। काम सुरु भएपछि समय कसरी बित्छ थाहै हुँदैन। कहिलेकाहीँ शरीर धेरै थाक्छ, तर परिवारको अनुहार सम्झँदा फेरि हिम्मत आउँछ। दिउँसोको खाना खाँदा कहिलेकाहीँ नेपालको खाना र घरको स्वाद निकै याद आउँछ। आमाले बनाएको खाना सम्झँदा मन भावुक हुन्छ। काम सकिएपछि फेरि कोठातिर फर्किन्छु। दिनभरको थकानसँगै एउटा सन्तुष्टि पनि हुन्छ। आज पनि आफ्नो लक्ष्यतर्फ एउटा कदम अगाडि बढाएँ। कोठामा पुगेपछि आफै खाना बनाउँछु, कोठा मिलाउँछु अनि परिवारसँग केही समय फोनमा कुरा गर्छु। त्यो केही मिनेटको कुराकानीले दिनभरको थकान कम गरिदिन्छ। विदेशको जीवन सजिलो छैन, तर प्रत्येक कठिन दिनले मलाई अझ बलियो बनाइरहेको छ। म विश्वास गर्छु कि आजको सङ्घर्षले भोलिको सफलता निर्माण गर्छ। यदि तपाईँ पनि विदेशमा हुनुहुन्छ वा विदेश जाने सपना देख्दै हुनुहुन्छ भने याद राख्नुहोस्, यहाँ अवसर छन्, तर त्यसका लागि धेरै मेहनत, धैर्य र त्याग पनि चाहिन्छ। विदेशको जीवन बाहिरबाट हेर्दा धेरै राम्रो देखिन सक्छ, तर यसको पछाडि धेरै मेहनत, त्याग र एक्लोपन लुकेको हुन्छ। हरेक बिहान एउटा नयाँ आशा लिएर उठ्छु र हरेक रात एउटा नयाँ सपना बोकेर सुत्छु। एउटा मात्र लक्ष्य छ, आफ्नो परिवारको भविष्य अझ राम्रो बनाउने। यदि तपाईँ विदेशमा हुनुहुन्छ भने तपाईँको अनुभव पनि सायद यस्तै हुन सक्छ, र यदि विदेश जाने सोचमा हुनुहुन्छ भने यो भिडियोले तपाईँले वास्तविक जीवनको एउटा झलक दिएको होला भन्ने आशा छ। अब म तपाईसँग एउटा प्रश्न सोध्न चाहन्छु। तपाईँको विचारमा विदेशको सबैभन्दा गाह्रो कुरा के हो? तपाईँ अहिले कुन देशमा हुनुहुन्छ वा कुन देश जाने सपना देख्नुहुन्छ? तपाईँको उत्तर कमेन्टमा लेख्नुहोस्। म सबै कमेन्ट पढ्ने प्रयास गर्नेछु।